माननीय सदस्यहरू, अब म संहिता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका माननीय संयोजक हिमलाल देवकोटालाई संक्षिप्त मन्तव्यसहित संहिता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन 2079 माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय उपलब्ध गराउँछु। समय 10 मिनेट। सम्माननीय अध्यक्ष महोदयको अनुमतिले संहिता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन 2079 माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्दछु। धन्यवाद। सम्माननीय अध्यक्ष महोदय, सर्वप्रथम यो म सम्मानित संसदमा सबै मान्यज्यूहरूलाई एकदम धन्यवाद दिन चाहन्छु। हामीले सङ्कल्प प्रस्ताव यहाँ पेश गरिसकेपछि सर्वसम्मत रूपले सङ्कल्प प्रस्ताव पास भयो। हामी सबै पार्टीहरू मिलेर सर्वसम्मत रूपमा सबै पार्टीहरू मिलेर हामीले सङ्कल्प प्रस्ताव पेश पनि गऱ्यौँ। सङ्कल्प प्रस्तावमा घनीभूत छलफल पनि भयो। छलफल भइसकेपछि यो संसदले सरकारलाई निर्देशन पनि दियो र त्यो निर्देशनको कार्यान्वयनको सन्दर्भमा एउटा समिति पनि बन्यो। यो संहिता कार्यान्वयन सम्बन्धी एउटा समिति पनि बन्यो। त्यो समितिले निरन्तर फलोअप गरिसकेपछि नेपाल सरकारले एउटा संहिताको कार्यान्वयनको एउटा नेपाल क्याबिनेटबाट एउटा पास पनि गर्यो। क्याबिनेटबाट पास गरेको एउटा पनि गर्यो। मैले अघिल्लो पटक यो टेबल गर्दाखेरि पनि त्यो मैले जानकारी पनि गराएको थिएँ र नेपाल सरकारलाई मैले धन्यवाद पनि दिन चाहन्छु। र त्यो जुन क्याबिनेटबाट पास गरेको जुन सङ्कल्प प्रस्तावको अक्षरशः कार्यान्वयनको अनुरोध पनि गर्न चाहन्छु। र हामीले धेरै खालका यहाँ 79वटा सिफारिस गरेका छौँ। 13वटा सेक्टर छ। 13वटा डिफ्रेन्ट सेक्टरमा 79वटा खालका सिफारिस गरेका छौँ। हरेक सिफारिसहरू त्यत्तिकै महत्त्वपूर्ण छन् र हामीले यो शासन व्यवस्थामा जनताले खोजेको विकास, समृद्धि र सुशासन हो र जनतालाई कुनै पनि शासन व्यवस्थासँग कुनै लिनदेनै छैन। जनताले खोजेको भनेको सर्भिसै हो, छिटो, छरितो, इफेक्टिभ, क्वालिटी, एकाउन्टेबल सर्भिसै हो। त्यसकारण यो शासन व्यवस्थामा पनि जनताले चाहेको, खोजेको, अपेक्षा गरे अनुसारको सर्भिस पाएनन्, जनता पाएनन्। त्यसकारण हामीलाई त्यो सर्भिस जनताले खोजे अनुसारको सर्भिस दिनको लागि स्थानीय तह, प्रदेश र जुन हामी सङ्घीय सरकार भनेर हामीले जुन बनायौँ त तिनटै सरकारका आफ्ना लक्ष्मण रेखा संविधानले कोरेको पनि छ र संविधानको लक्ष्मण रेखाभित्र रहेर तीन तहका सरकारले जुन गर्नुपर्ने दायित्व, भूमिका निर्वाह गर्नुपर्ने हो त्यो नगरेको अवस्था पनि हामीले पायौँ। यो समग्र विषयवस्तुभित्र रहेर हामी सबै सम्माननीय अध्यक्षज्यू सहित हामी 7वटै प्रदेशमा हामी गयौँ। 7वटै प्रदेशमा घनीभूत छलफल गऱ्यौँ। पालिकाहरूमा पनि गयौँ। यहाँ पनि धेरैसँग धेरै विज्ञ प्रतिनिधि सभादेखि लिएर गएको प्रतिनिधि सभा र संविधान सभाका मान्य सदस्य लगायत धेरैसँग छलफल गरेर हामीले सिफारिस गरेका हौँ। र यहाँ भन्नुपर्ने कुराहरू धेरै छ, तर म क्विकली केही 2-4वटा कुराहरूमा यहाँ हामीले गरेको सिफारिसका 2-4वटा कुराहरूमा मैले यहाँ राख्ने अनुमति चाहन्छु। सबभन्दा पहिलो प्रदेशको मन्त्रीको सङ्ख्याको सम्बन्धमा अब यो कस्तो स्थिति छ भने सबभन्दा पहिले त मैले प्रदेशका अहिलेका मुख्यमन्त्रीज्यूहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। अहिले लगभग सबै प्रदेशहरूले मन्त्रालयको सङ्ख्या घटाउनु भएको छ। उहाँहरूलाई एकदमै धन्यवाद छ नि। यो हामी उहाँहरूसँगै छलफल पनि गरेको। वास्तवमा हामी जुन प्रदेशमा गयौँ, हामीले भूतपूर्व मुख्यमन्त्रीज्यूहरू, निवर्तमान मुख्यमन्त्रीज्यू लगायतसँग छलफल पनि गऱ्यौँ र त्यसको एउटा सकारात्मक सन्देश पनि एउटा प्रभाव भएको छ। हामीले सिफारिस पनि गरेका छौँ। र एउटा कुरा के हो भने संविधानमा प्रदेशको मन्त्रीको सङ्ख्या प्रदेश सभाको 20% भनेर हामीले संविधानमा लेख्यौँ। संविधान सभाले त्यो संविधानमा लेख्यो। त्यसको अर्थ के हुने भयो भने जस्तो हाम्रो प्रदेश सभा 550, 7वटा प्रदेशको प्रदेश सभा 550 छ। 550 को 20% भनेको लगभग 110 जना मन्त्री हुने भयो। त्यो धेरै भयो वास्तवमा। जस्तो बागमतीको कुरा गर्ने हो भने 110 जनाको प्रदेश सभा छ। 110 जनाको 20% भनेको 22 जनासम्म मन्त्री हुन पाइन्छ। त्यसकारण यो धेरै भयो र हामीले अरू देशको प्र्याक्टिस पनि हेऱ्यौँ। भारतको दिल्लीमा चाहिँ के रहेछ भने त्यहाँको दिल्लीको सभाको संविधानमा स्पष्ट लेखेको छ। जस्तो संविधानमा लेखेको छ त्यहाँ चाहिँ दिल्ली सभाको 10% मात्रै मन्त्री बनाउन पाइन्छ भनेर संविधानमा लेखेको रहेछ। दिल्लीमा पपुलेसन भनेको 1 करोड छ
भनेपछि त्यहाँ मुख्यमन्त्री सहित 7 जना भन्दा बढी मन्त्रीहरू छैनन् दिल्ली सभामा। भनेपछि हामी कहाँ पनि किन धेरै चाहियो हैन। त्यसकारण अब यो कर्णाली प्रदेश जम्मा 40 जनाको छ, त्यसको 10% भनेको 4 जना हुन्छ। न्यूनतम 5 जनामा नघट्ने गरेर 10% मा हामीले सिफारिस गरेको अवस्था पनि छ। मैले अघि यो दिल्लीको कुरा पनि गरेँ। दिल्लीमा भारतको संविधानको धारा 239 मा 10% लेखेको छ। अर्को केन्द्रको मन्त्रीको कुराहरू पनि गर्नै पर्ने हुन्छ। सम्माननीय अध्यक्ष महोदय, अहिले हाम्रो संविधानमा प्रधानमन्त्री सहित 25 जना मात्रै मन्त्री हुने व्यवस्था छ संविधानमा। तर अलिकति पर जान्छु, अलिकति पर भनेको म स्विजरल्यान्डसम्म पुगेँ। स्विजरल्यान्डको संविधानमा त के पनि लेखेको रहेछ भने त्यहाँको संविधानको धारा 175 मा त्यहाँ प्रधानमन्त्रीलाई चान्सलर भनिँदो रहेछ। त्यहाँ प्रधानमन्त्री सहित चान्सलर सहित 7 जना भन्दा बढी मन्त्री बनाउन पाइँदैन, हुँदैन भनेर त्यहाँको संविधानमा स्पष्ट लेखेको छ। अब हामी यहाँ हेरौँ, हामी संहितामा गएका छौँ। संहिताको अर्थ के हो भने अधिकारहरू बाँडिएको छ, राज्यको शक्ति सङ्घ प्रदेश स्थानीय तहमा बाँडिएको छ। यसको अर्थ के हो भने हिजो नेपाल सरकारले जे जति कामहरू गर्थ्यो त्यो कामहरूको 60% भन्दा बढी त्यो वर्कलोड हामी यसलाई अर्को फिस्कल फेडरलिजममा एक्सपेन्डिचर एसाइनमेन्ट भन्छौँ। त्यो एक्सपेन्डिचर एसाइनमेन्टहरू चाहिँ त्यो हाइली डिभल्भ भएको छ, डिसेन्ट्रलाइज भएको छ। यसको अर्थ के हो भने 60% भन्दा वर्कलोड चाहिँ तल गएको छ, स्थानीय तह र प्रदेशमा झरेको छ। अब हिजो नेपाल सरकारले गर्ने कामहरूको धेरै कामहरू तल गइसकेपछि केन्द्रमा धेरै मन्त्रालय मन्त्रीको सङ्ख्या किन चाहियो? त्यसकारण केन्द्रमा पनि मन्त्रालय मन्त्रीको सङ्ख्या अहिले धेरै भएको छ। संविधानमा हामीले प्रधानमन्त्री सहित भनेर 25 जना लेखेका छौँ, तर मन्त्रालयको सङ्ख्या 21-22 छ, यो पनि धेरै भयो। वास्तवमा विभिन्न अध्ययन चाहे प्रशासनिक सुधार होस्, त्यो 2048 सालमा 46 सालको परिवर्तनपछि 2048 सालमा त्यो बेलाको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा एउटा प्रशासन सुधार आयोग गठन भएको थियो उच्च स्तरीय। त्यो बेलामा गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री आफै आयोगको अध्यक्ष हुँदाखेरि त्यो बेलाको एकात्मक व्यवस्थामा पनि केन्द्रमा 18 भन्दा बढी मन्त्रालय चाहिँदैन, मन्त्री चाहिँदैन भनेर त्यो बेलै सिफारिस गरेको अवस्था छ। र अहिले त सबै धेरै कामहरू तल गइसकेको अवस्थामा अब केन्द्रमा पनि धेरै मन्त्रालय चाहिँदैन, धेरै मन्त्री चाहिँदैन, 15 जना चाहिँ सफिसियन्ट हो। यसमा पनि बरु सम्माननीय अध्यक्षज्यू, यसमा बरु कति छलफल गर्नुपर्छ भने गरौँ। बरु यो 5 वर्षपछि लागू गर्ने भने स्टेप बाई स्टेप 2 वर्ष 4 वर्षपछि गर्नुपर्ने गरौँ। तर हामीले हाम्रा सङ्गठन संरचनाहरू इन्स्टिट्युसनहरू चाहिँ अलिकति चुस्त बनाऊ। एउटा भनाइ पनि छ, एउटा यो संहिताको एउटा बेसिक फन्डामेन्टल प्रिन्सिपलले के भन्छ भने जहाँ फङ्सन छ त्यो फङ्सनलाई फाइनेन्सले फलो गर्नुपर्छ भन्छ, जहाँ फङ्सन छ त्यो फङ्सनलाई यो फङ्सनरिज भनेको कर्मचारीहरू इन्स्टिट्युसनहरू र कानुनहरूले फलो गर्नुपर्छ भन्छ। यो फलो नगरेको अवस्था छ। त्यसकारण यो फङ्सन फाइनेन्स र फङ्सनरिजको बिचमा एउटा कम्प्याटिबल हुनुपर्छ, एउटा कोरेन्स हुनुपर्छ, एउटा तारतम्यता हुनुपर्छ भन्ने यो सामान्य एउटा फन्डामेन्टल प्रिन्सिपल पनि हो। त्यो अनुसार भएको छैन। मैले अब धेरै समय लिन अध्यक्षज्यू, अब एउटा महिलाको कुरा र मैले योजनाको कुरा गर्छु। महिलाको सहभागिताको सन्दर्भमा अहिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदाखेरि चाहिँ जम्मा 9% मात्रै महिलालाई उम्मेदवार दियो। यत्रो आधा धरती अनि 50% भन्दा महिलाको उपस्थिति छ, जनसङ्ख्या छ, तर उम्मेदवार उठाउने बेलामै हामीले एकदम थोरै उठाएका छौँ। त्यसमा पनि करेक्सन हुन जरुरी छ। हामीले कम्तीमा 1/3 चाहिँ त्यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको बेलामै त्यहाँ त्यो रिजर्भ गरेर हुन्छ, कानुनमा सुधार गरेर हुन्छ भनेर हामी त्यहाँ त्यो पनि हामीले सिफारिस गरेका छौँ। भने अर्को एउटा स्थानीय तहको सन्दर्भमा चाहिँ एउटा समस्या चाहिँ के भयो भने सम्माननीय अध्यक्ष महोदय, अलिकति राम्रो डेटा पनि छ हामीसँग। जस्तो कस्तो छ भने 2049 सालको स्थानीय तहको चुनावमा त्यो बेलामा महिलाको उपस्थिति 49 सालको स्थानीय तहको चुनावमा महिलाको उपस्थिति भनेको 0.49% थियो। 49 सालमा स्थानीय तहको जुन बेला स्थानीय तहको चुनाव भयो 49 सालमा, त्यो बेलामा स्थानीय तहको समग्र महिलाको उपस्थिति भनेको 0.49% थियो। 2054 सालको स्थानीय तहको चुनावमा 9.85% थियो। 2074 सालको चुनावमा महिलाको उपस्थिति स्थानीय तहमा 40.94%, करिब 41% पुग्यो र 2079 मा 41.22% पुग्यो। यो भनेको ठुलो छलाङ हो। सम्माननीय अध्यक्ष महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू पनि आउनु भएको छ। यो मुलुकको यो संहिताको यो गणतन्त्रको यो संविधानको सबभन्दा ठुलो उपलब्धि भनेको समानुपातिक समावेशी र सहभागितामूलक प्रतिनिधित्वको जुन इन्स्योर हामीले गर्यौँ संविधानमा, यसको यो छलाङ पनि हो, यो यसको ब्युटी पनि हो। तर अब यसमा मैले अलिकति
उपस्थिति त राम्रो भएको छ, स्थानीय तहमा 41.22% छ। तर अर्को पाटो चाहिँ के भयो भने हामीले त यो गठबन्धनको नाममा विभिन्न नाममा चाहिँ के गर्यौँ भने स्थानीय तहदेखि पनि गठबन्धन गर्न थाल्यौँ। मेयर र उपमेयर अध्यक्ष उपाध्यक्षको सङ्ख्यामा कम आएको छ सम्माननीय अध्यक्ष महोदय। जस्तो सङ्ख्याको सन्दर्भमा कुरा गर्दाखेरि कस्तो भइदियो भने 74 सालमा जुन हामी मेयर उपमेयर अध्यक्ष, मैले 1 मिनट समय मागेको सम्माननीय अध्यक्ष, 74 सालमा मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षमा महिलाको सङ्ख्या जस्तो 753 × 2 भनेको 1506 जना हुन्छ स्थानीय तहमा। मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष गरेर 1506 जनामा 74 सालमा महिलाको सङ्ख्या भनेको 718 थियो भने अहिले 79 मा चाहिँ 593 भयो। भनेपछि सङ्ख्या घट्यो, प्रतिशत अलिक घट्यो। त्यसकारण अब एउटा व्यवस्था हामीले गरौँ सम्माननीय अध्यक्ष महोदय, हामीले सिफारिस पनि गरेका छौँ। जस्तो प्रतिनिधि सभाको सभामुख उपसभामुख मध्ये एकजना अनिवार्य महिला हुने व्यवस्था छ होइन, फरक लिङ्ग हुने व्यवस्था छ, त्यहाँ फरक लिङ्ग हुने व्यवस्था छ। जस्तो राष्ट्रपति उपराष्ट्रपतिको सन्दर्भमा चाहिँ फरक लिङ्ग समुदाय, सभामुख र उपसभामुखसम्ममा फरक चाहिँ लिङ्ग भनेको भने जस्तै स्थानीय तहको सन्दर्भमा पनि कसरी हामी फरक लिङ्ग कसरी लेख्न सक्छौँ त्यो कानुनमा कहाँनिर सुधार गर्नुपर्ने हो त्यो गरौँ सम्माननीय अध्यक्ष महोदय। अब योजनाको कुरा सानो छोटोमा म टुङ्ग्याउँछु। मैले योजनामा 3 तहका सरकारको बिचमा योजना बाँडफाँडमा काण्डमा सबैभन्दा लथालिङ्ग र भद्रगोल छ, एउटा सीमा तोक्नुपर्छ र हामीले अहिले एउटा सीमा पनि हामीले सिफारिस गरेका छौँ। स्थानीय तहमा पनि कस्तो भइदियो भने हिजोको गाविसहरूलाई हामीले वडा बनायौँ, वडालाई सर्भिस सेन्टरको भनेर डेभलप गर्नु हामीले बनायौँ। तर कस्तो भइदियो भने अहिले त स्थानीय तहमा हामीले सिंहदरबारको अधिकार गाउँसम्म भन्यौँ, पालिकासम्म भन्यौँ, तर पालिकाहरूमा अर्को सिंहदरबार खडा